चाहिँ पुरा भइसक्यो जस्तो लाग्थ्यो कि एनिवे वी हियर एक्चुअली हाम्रो मिसन तपाईहरुलाई यही कुराहरू सम्झाउनलाई हो यहाँ आएको हैन। तर पनि धेरैजनाले दोहोऱ्याइसकेको हुनाले फेरि मैले दोहोऱ्याइराख्नु पर्छ जस्तो नलागेको हुनाले मैले यो कुरा गरेँ हैन। अनि 4-5 दिन बाँकी छ हाम्रो मेम्बरशिप बन्ने। मेम्बर त जहिले पनि खोलिराख्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो। अब एनआरएनमा के गर्ने गर्थ्यो भने 22 वर्षसम्म 22-23 वर्ष भयो नि त हैन। जहिले चाहिन्छ 2 महिना मात्रै खोल्ने क्या, अथवा 1 महिना खोल्ने, त्यो सिजन आएपछि हैन। अनि आफ्नो पकेटमा राख्ने, त्यो पेन ड्राइभमा राख्ने हैन। अमेरिका जस्तो एडभान्स कन्ट्रीमा हाम्रो अमेरिकाको साथीहरूले उसमा राख्ने, त्यो त्यहाँबाट आएको थियो कि त्यो कुराहरू। अब यी समस्याको कुरा नगरौँ। आज चाहिँ मलाई के कुरा गर्न मन लाग्यो सबभन्दा पहिलो भनेदेखि साजन भाइ, साजन होइन सुजन लामा, त्यही कुरा म आज भन्नेवाला थिएँ। तपाईँले रिमाइन्ड गराउनु भयो, मैले त्यो कुरा भनिसकेका रहेछु पहिले। आई रियली एप्रिसिएट यु हेभ रिमेम्बर्ड वाट आई सेड लास्ट टाइम। भनेको आफू सक्षम भएर मात्रै समाजमा केही गर्छु भनेर, बट द्याट इज अ रङ थिङ हो कि जस्तो लागिसक्यो आजभोलि। किनभने आफू सबै सक्षम त छैन नि, सम्पन्न छैन, तर समाज सेवा गरिराख्नु भएको छ हैन। तर मेरो आफ्नो एउटा एक्सपिरियन्स के हो भनेदेखि 18 महिनासम्म मैले कहिले पनि छुट्टी लिइनँ क्या। अस्ट्रेलियामा पहिलोचोटि जाँदाखेरि 18 महिनासम्म कुनै नेपाली प्रोग्राम, कुनै यो हुन्छ नि हाम्रो भेटघाट यताउतिमा कहीँ पनि म गइनँ। सायद मेरो जबको नेचरै त्यस्तो थियो होला। 7 दिन भनेपछि अर्को 7 दिन, अर्को 7 दिन हुँदै 18 महिनासम्म हैन। त्यसपछि पनि एउटा साथीले रिप्लेसमेन्ट पाएको हुनाले म त्योभन्दा बेटर मोर पेड जबमा जान खोजेँ कि एउटा साथीले त्यो मलाई रिप्लेसमेन्ट दिनुभयो। त्यस्तो भयो कि त्यसरी सुरु गरेको हो नि त। त्यो 25 वर्ष पहिलेको कुरा हो। आजभोलि त्यो रेलेभेन्ट हुँदैन होला होइन। सो समय अनुकूल हुनु पर्यो। आज प्लेनमा आउँदै गर्दाखेरि यसो सोचेँ, पोर्चुगल होइन, माथिबाट हेरेँ अब यो भास्को डी गामा होइन, कुन अमेरिका कहाँ के एक्सप्लोररहरूले चाहिँ राम्रो ठाउँ रिस्क गरेर भए पनि बोटमा चढेर अनि गएर महिनौँ वर्षौँ लगाएर मान्छेको मुभमेन्ट के उसले पनि रिस्क लियो नि। त्यतिखेर यति राम्रो ठाउँ यहीँ बसिरहे पनि हुन्थ्यो नि होइन। सायद युरोपको सबभन्दा एट्र्याक्टिभ ठाउँ यही थियो होला। यहाँबाट एक्सेस अरू ठाउँमा जान मिल्ने। अलिकति इमेजिन गरौँ न, उनीहरूले होइन 200 इयर्स एगो भनेपछि आज हामी नेपालीहरू यहाँ आइराखेका छौँ अपर्च्युनिटीको लागि होइन। हुन त अहिले कमेन्ट गर्नुभयो साथीहरूले, अब पोलिसी मेकरहरूले, पार्टी, पोलिटिकल पार्टी, गभर्मेन्ट एजेन्ट्सहरू, एभ्रिबडी इन्भल्भ भने मिसलिडिङ, ह्युमन ट्राफिकिङ हो कि होइन, वान वे अर अदर। अनि म चाहिँ यहाँको समस्या अहिले बहिनीसँग कुरा गरिराखेको थिएँ, उहाँले फोटोहरू पनि देखाउनु भयो। कति नेपालीहरू होमलेस भएर स्ट्रिटमा बसिरहेको होइन। युरोपमा भन्दाखेरि यहाँहरूले कति मद्दत गरिराख्नु भएको छ होइन। त्यो कुराले मलाई चाहिँ अलिकति छुयो होइन। त्यो गर्दाखेरि यो आज जुन मिसनमा हामी यहाँ आइराखेका थियौँ त्यसको अनइन्टेन्डेड, म जहिले पनि भन्छु कि एउटा काम गर्न लाग्दाखेरि तपाईँलाई चाहिँ अरू उहरू आउँछ क्या, अनइन्टेन्डेड कुराहरू आउँछ त्योसँग होइन। त्यो प्रोसेसमा अब पोर्चुगलमा आउँदै गर्दाखेरि हामी चाहिँ वास्तवमा मेम्बर बन्नुहोस्, तपाईँ चाहिँ डेलिगेट हुनुहोस् र चाहिँ यो अधिवेशनलाई सक्सेस गराउनुहोस् भन्ने मिसनमा हामी यहाँ आएको नि त। हामीले के गरिराखेका छौँ भन्ने कुरा काइन्ड अफ वी आर सेलिङ आवर प्रोग्राम होइन, हाम्रो एजेन्डा। अनेस्ट हुनु पऱ्यो नि। तर सक्नुहुन्छ भनेदेखि, किनभने कस्ट प्रोहिबिटिभ पनि छ, आफ्नो ठाउँमा के अरे छुट्टी लिनु पऱ्यो, आफ्नो व्यवसायबाट चाहिँ व्यवस्था मिलाउनु पऱ्यो, ट्राभल एरेन्जमेन्ट गर्नु पऱ्यो, त्यो सजिलो छैन नि होइन। त्यसैले त्यो प्रोसेसमा हामी आएको। तर यो अवस्था देखियो यहाँ। त्यसैले म के भन्न चाहन्छु भने आजैदेखि अथवा भोलिदेखि नै
तपाईको लिडरशिपमा बहिनी दिपा बहिनी र गीता बहिनी र अर्को कुन बहिनी अघि छोरी भएको बहिनी पुनम I had somebody's name सरिता मैले यहाँ लेखेको थिएँ कि दिपा गीता र सरिता तीनजनाले इफ यु क्यान इनिसिएट गर्नुहोस् कि हाम्रो यो नेपाली होमलेस हैन सेल्टरलेस एन्ड फुड एन्ड सेल्टरको लागि आई वान्ट टु कन्ट्रिब्युट MIT फाउन्डेसनको तर्फबाट 10,000 euros तर कसरी गर्नु होला भनेदेखि तपाईले एउटा च्यारिटेबल फाउन्डेसन जस्तो किसिमको नाउँ सुहाउँदो हुन्छ यहाँहरूले एउटा नाउँ दिएर त्यसलाई दर्ता गर्नुहोस् यहाँबाट कि थ्रु द्याट फाउन्डेसन किनभने हामीले पनि प्रक्रिया पुर्याउनु पर्ने हुन्छ अनि यु विल ह्याभ टु डु अल रिपोर्टिङ एन्ड एभ्रिथिङ कसरी चाहिँ त्यसमा पनि मोर निडी होला अनि अलि लेस निडी पनि होला हैन हेल्थको हिसाबले अरु हिसाबले सो लेट्स बिगिन फ्रम देयर यसले चाहिँ खासै केही गर्दैन तर sustainable again you talked about that right and how do we sustain that we're talking about setting up a new for that specific purpose shelter and food त्यसको लागि हैन यहाँबाट सुरु गरौँ अनि I invite everybody to I mean गभर्नमेन्टको पनि फन्डहरु हुन्छ होला केही एक्सेस गरौँ किनभने हामीले प्रपरली काम गर्यो भनेदेखि थ्रु द एजेन्सी अथवा संस्थाबाट गर्यो भनेदेखि आई थिंक देन द्याट बिकम सस्टेनेबल हैन द्याट इज बिकम प्रायोरिटी जस्तो लाग्यो मलाई अब यो एनआरएनएको कुरा मैले दिन गरिरहेको छु करिब 6 हप्ता छ अब टिन्योर लम्ब्याउने उसमा भएको भए धेरैले प्रपोज गरिरहेका छन् अलि लम्ब्याउनु पर्यो भनेर हैन यसको कार्यकाल तर हामी लम्ब्याउने पक्षमा छैनौँ यो जसरी पनि छिटो टुङ्ग्याएर चाहिँ एउटा उसमा पुर्याउँ भन्ने उसमा छ होपफुली तपाईहरु पोर्चुगलबाट जसलाई अनुकूल हुन्छ केही प्रतिनिधित्व गरेर यो एउटा यो अधिवेशनलाई मात्रै पूरा गर्ने होइन कि एउटा नयाँ विधान इन्डोर्स गर्नु पर्यो तपाई हामीले नै सरसल्लाह गरेर कस्तो किसिमको विधान बनाउने भनेर यो मलाई लाग्छ यो कम्प्लिट न्यू विधान बनाउनु पर्नेछ ताकि यो संस्था नेक्स्ट 50 इयर्स नेक्स्ट 100 वर्षसम्म पनि कन्टिन्यू हुन सकोस् त्यस्तो बनाउने यो अपर्चुनिटी आएको छ यस्तो किसिमको परमादेश सुप्रिम कोर्टबाट अर्को सायदै आउँदैन होला नआओस् पनि किनभने हामीलाई किन जानु पर्यो सुप्रिम कोर्ट बाइ द वे दिस वाज फर फेयरनेस को लागि तपाईले जहाँ पनि जेमा पनि लड्नुहोस् है यु नेभर गिभ अप फर फेयरनेस र समाज सेवा जसलाई पनि गर्ने अनुकूलता जसले पनि दिन सक्नुपर्छ यसमा नेपालको सरकार होस् यो देशको सरकार होस् समाज होस् इन्डिभिजुअल होस् ओके यु ह्याभ टु ह्याभ द राइट टु सर्भ द कम्युनिटी यसमा हामीलाई विभिन्न तत्त्वहरूले सेवा गर्न नदिएको र फेयरनेस नभएको हुनाले हामीले यो गर्नु परेको हो तर आज अपर्चुनिटीको रूपमा आइरहेको छ यो बुझ्नु भएन सुरुका दिनमा च्यालेन्जेस थिए अब म च्यालेन्जेस भन्दिन यो किनभने 6 हप्ता बाँकी छ यो साँच्चै नै अपर्चुनिटी हो कि न्यू एनआरएनए यो संस्था एनआरएनए भनेर अगाडि जाने हो भने ठिकै छ होइन यसको नाउँ पनि चेन्ज गर्नुपर्छ भने त्यो पनि अपर्चुनिटी हो हामी घनीभूत छलफल गरौँला अबदेखिको 6-7 हप्तामा र एउटा ड्राफ्ट तपाईहरुको अगाडि ल्याइनेछ त्यो बन्द सत्रमा त्यो अधिवेशनमा र सबैको आवाज सुनेर सबैको रिकमेन्डेसनले हामीले त्यो बनाउने अपर्चुनिटी हुनेछ बाइ द वे म त पब्लिकली भनिदिन्छु सर्टेन थिंग्स प्रोबब्ली समटाइम्स आई गेट रियली इमोसनल हो कि यहाँ नयाँ एम्बेसडर जो फोनमा राखिदिनु हो उहाँले अनि मैले भने उहाँलाई वास्तवमा यो सिचुएसनमा परराष्ट्र मन्त्रालयले केस हारेको हो परराष्ट्र मन्त्रालय विपक्षी थियो हो ओके केही परराष्ट्र मन्त्रालयले यो प्रोसेसमा असहज गर्यो भने
त्यो कन्टेम्प्ट अफ कोर्ट हुन्छ। लाउड एन्ड क्लियर आई एम टेलिङ दिस, सरी आई एम टेलिङ होला, एनिवे ओके, खिचिराख्नु भएको छ, अनलाइन पनि गइरहेको, आई डेयर टु से दिस इज द फ्याक्ट। मैले मन्त्रीलाई पनि भनेको छु, सरकारी कर्मचारीलाई पनि भनेको छु। भनेपछि हामी यो कमिटीले काम गरेका छौँ सरकारको बिहाफमा, उसले मुद्दा हार्ने काम हामीले गर्ने, राइट, स्टिल कोअपरेसन नगर्ने, एसिस्टेन्ट नगर्ने, फेसिलिटेट नगर्ने, कुन संसारमा हामी बसिरहेका छौँ? त्यहाँ फेयरनेस छ त, राइट? सो होपफुली दे विल वेक अप एन्ड स्टार्ट हेल्पिङ अस। हामी दिनरात काम गरिरहेका छौँ होइन, संसारभरि घुमिरहेका छौँ भनेपछि दिस इज अ लट अफ स्ट्रेस, ओके, मेन्टल टर्चर हुन्छ नि त। मान्छे हो नि, ह्युमन बिइङ हो नि, यु नट इन्जोइङ दिस थिङ टु डु, राइट? बट एगेन अब सरकारले अस्ति भर्खर पठाउनु पर्ने कर्मचारी पठाइरहेको छ। मेबी दे थिङ्किङ द्याट एक्सपायर होस् यो डेट भनेर, बट द थिङ इज कन्टेम्प्ट कसलाई हुन्छ त? वी बिल्डिङ द केस अगेन, वी फुलफिलिङ all the processes, right? Anything we do legally compliant काम मात्रै हामी गर्छौँ, ओके? हाम्रो प्रिन्सिपल केमा छ भन्दाखेरि फेयरनेस, ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी, रुल अफ ल, नेचुरल जस्टिस, राइट? दिज आर द फन्डामेन्टल थिङ्स। यी सब फन्डामेन्टल कुरा जहाँ पनि लागू हुने कुरा हो, लागू हुनुपर्ने कुरा हो। एबोभ एन्ड बियोन्ड, अफकोर्स कोर्टले, सुप्रिम कोर्टले भनेको एबिसिडी जुन आदेश दिएको छ त्यसलाई फलो गरिएको छ, त्यसरी टिओआर बनाइएको छ। हेर्नुहोस्, त्यसैले त्यसमा म इलाबोरेट गर्न चाहन्न। होपफुली वी विल कम टु द कन्क्लुजन भनेको डेटमा। अब हेर्नुहोस् न, तपाईँहरू ट्राभल एरेन्जमेन्ट गर्नुहुन्छ, संसारभरिको साथीहरूले जसले यो कुरा यो हो भनेर बुझ्नुहुन्छ, सबैले टिकट बुक गर्न थाले, राइट? अब कति साथीहरू भन्छ 15-16 मेमा गरौँ न भने, इट्स अ जोक। हु इज गोइङ टु बी रिस्पोन्सिबल टु रिफन्ड? तपाईँलाई काठमाडौँमा बोलाउने 3 महिना अगाडि हामीले एनाउन्स गरेको डेट यो केटाकेटीको खेल हो र यो। अनि तपाईँको प्राइभेट जेट छ र जहिले चाहिन्छ त्यतिखेर चाहिँ तपाईँ नेपाल जान्छ र केको लागि जाँदै हुनुहुन्छ, कसको लागि, राइट? सो यो डेट चेन्ज हुँदैन। 10 जना मात्रै भए पनि अधिवेशन हुन्छ। पोर्चुगलबाट 500 गयो, पोर्चुगलबाटै मात्रै गयो भने पनि अधिवेशन हुन्छ। फेरि अरू गाउँबाट 0-0 भयो। इट इज द फर्मुला वी युजिङ, बिकज हामी भन्छौँ यो संस्था 70-80 लाख नेपालीलाई रिप्रेजेन्ट गर्ने अरे। आजसम्म 22 वर्षमा हामी कराइरहेका छौँ नि। इज द्याट रियली यु स्योर अबाउट द्याट, राइट? तर अहिले हाम्रो यो फर्मुला, यो विधि, यो प्रणालीमा के छ भने साँच्चै नै 70-80 लाख नेपालीलाई मेम्बर बन्ने अपर्च्युनिटी दिइरहेको छ। त्यही 70 लाखलाई नेपाल जान मिल्ने अधिवेशनमा कम्पनीको सेयर होल्डर जसरी तपाईँ $1 सेयर होल्डर होस् अथवा 10 मिलियनको होस्, तपाईँलाई त साधारण सभामा भाग लिने त इक्वल अधिकार हुन्छ नि। एक्ज्याक्टली सेम थिङ वी डुइङ। यो प्रणाली यस्तो बनाएका छौँ कि हामीलाई यति कन्फिडेन्स छ कि यो रक सोलिड, यसले साँच्चैको न्यू फाउन्डेसन स्टोन यो संस्थाको ले गर्ने यो अपर्च्युनिटी हो। त्यसैले म यहाँहरूबाट त्यो असम्भव जस्तो कुरा अनि त्यस्तो एक्सपेक्टेसन गर्दिनँ। यतिका समस्या छन् यो समाजमा, तपाईँलाई नेपालमा 4-5 मेमा जाउँ भनेर भन्न सक्ने अवस्थामा म देख्दिनँ यहाँनिर। वी हेभ टु बी रियलिस्टिक। जसले जान सक्छ, फाइनेन्सियल बोर्डन नहुने गरी, होइन? 10-15 जना साथीहरू, 15-20 जना, होइन, जो चाहिँ तपाईँले उहाँहरूलाई ग्रुम गरेर पठाउनुहोस्। अलिकति बोल्न जान्ने, अलिकति कुरा बुझ्ने मान्छेको लेभल त फरक हुन्छ नि त, होइन? अल्दो आई डोन्ट वान्ट टु डिमेन एनीबडी, होइन? एभ्रीबडी हेज द ट्यालेन्ट एन्ड अन्डरस्ट्यान्डिङ। नेभरदलेस समाज यस्तै छ। एनिवे, अब यो कुरामा धेरै नगरौँ। मैले नोट गरेको 2-3वटा कुराहरू फेरि छुट्यो भने मलाई अलिकति नमजा लाग्छ। अफ्टर मलाई त्यस्तै हुन्छ जहिले पनि। बाइ द वे, पोर्चुगलमा यो
तपाईहरुको यो एरेन्जमेन्टहरु दुई एनआरएन यस्तो यस्तो भएको भन्ने कुरा कति पनि थाहा थिएन किनभने अब हाम्रो म्यान्डेट वास्तवमा अहिलेको एनसीसीहरुलाई छोएको होइन यसले यो विवाद यो झगडा भएको एनसीसीसँग होइन यो चाहिँ एउटा संस्था जुन परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ त्यो संस्थाको अधिवेशन हुन नसकेको अथवा प्रोपर अधिवेशन नभएको कुरा हो ठुलो कुरा पनि होइन यो तर अचम्म रहेछ नेपालमा रेड क्रस सोसाइटी छ नि इन्टरनेशनल रेड क्रस सोसाइटी द मोस्ट च्यारिटेबल होइन अब 1900 हो 1800 मा आफ्टर वर्ल्ड वार सेकेन्ड हो के सेटअप भएको होइन नेपालैमा त्यस्तो अधिवेशन हुनै नसके अहिले भर्खर भागबण्ड गरेर अध्यक्ष कुन पार्टीलाई रे के अरे महासचिव कुन पार्टीलाई उपाध्यक्ष कसलाई बनाएर बल्ल बल्ल मिलाएको छ यसो चाहिँ होइन त्यो भत्किने हिसाबले मिलाएर राखेको छ त्यो कहिले सस्टेन हुन्छ त्यस्तो त्यही देशमा के भएको त्यस्तो एउटा अधिवेशन पनि हुन्न अधिवेशनलाई किन त्यत्रो महत्त्व दिएको भन्नु नि इट्स इज पोलिटिसाइजिङ सो अब हामी अब यो यस्ता समाजहरुमा सिक्दै जाउँ नेपालको जुन सिस्टमहरु छ नि हाम्रो कल्चर हाम्रो धर्म हाम्रो रीतिरिवाज हो भने प्रोटेक्ट गर्नु जहाँ बसे पनि हाम्रो जिम्मेवारी हो तर जुन नयाँ नयाँ कुराहरु अनावश्यक जस्तो म त जुनसुकै इभेन्टमा पनि यसको कुरा गर्छु क्या यो हेर्नुस् न इन्भाइरोन्मेन्टली दिस इज डेफिनेटली हैजार्डस है कस्ट कति होला अब यो कहाँ फालिन्छ कहाँ जान्छ है एकचोटि युज भएपछि भनेपछि यी कुरा आसन ग्रहण गर्ने आसन ग्रहण लेट्स स्टप आसन ग्रहण बन्द गरौँ यस्तो गर्ने यो पनि बन्द गरौँ कति कस्टली हुन्छ होइन प्रमुख अतिथि भनेर 100 चोटि पनि नभनौँ होइन केही हामीले गर्न सक्ने काम गरौँ दाजु त कोही पनि हुनुहुन्न होला भाइ बहिनीहरू होइन होइन अलिकति केही इम्प्रुभ गर्दै जाउँ इमिडिएटली हामीले गर्न सक्ने काम गर्दै जाउँ होइन त्यसरी गरौँ हामीमै के चाहिँ चेन्जेसहरू ल्याउँ अनि अरू कुरा के बाँकी रह्यो आई थिङ्क सरी ए हो निकै भइसक्यो सरी है एउटा सो एनआरएनको कुरा भइसक्यो मलाई समथिङ एल्स भन्न मन लाग्छ कि त्यो बाहेक एनआरएन बाहेक नयाँ कुरा अलिकति होपको कुरा गरौँ होपको कुरा है यु हेभ टु हेभ अ होप अलवेज दिस इज समथिङ डिफ्रेन्ट अब हामी भास्को डी गामाको कन्ट्रीमा छौँ होइन लेट्स थिङ्क अबाउट दिस अब यहाँ कुल भाइले भनिसक्नुभयो यहाँबाट ट्रान्जिट टु युके कोभेन्ट्रीमा भएपछि अपर्च्युनिटीको उसको खोजीमा जहिले पनि हिँड्नुपर्छ होइन अब त्यो त अब कोही जान्छ बेल्जियम कोही कता जान्छ होइन माथि जान्छ तल आएर माथि जान्छ त्यसरी बटरमा प्रोसेस बाइ द वे होइन यहाँबाट माथि जाने तर आई थिङ्क लट अफ अन्टरप्रेन्योरहरू यहाँ पनि डेभलप हुँदै गयो नेचुरली हुन्छ नेपालीहरू नै होइन तर एउटा काम तपाईँहरूले के गर्नुहोस् भनेदेखि नगर्नुहोस् भन्छु म हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी सँग नेपाली कम्युनिटीसँग रिलेटेड बिजनेसेसहरू संसार यहाँ मात्रै होइन संसारभरि हुन्छ हो कि त्यसलाई भन्छ लो ह्याङ्गिङ फ्रुट क्या अब यो फ्रुट चाहिँ यहाँ यतिकै सजिलो भयो नि त खानालाई होइन अलि माथि छ भनेदेखि त अलिक गाह्रो हुन्छ उफ्रिनु पर्यो कि के लगाउनु पर्यो होइन बरु त्यो माथि भएकोलाई टिप्न खोज्नुहोस् क्या तपाईँले हो कि मेन स्ट्रिम पोर्तुगिज अरू नेसनालिटीको बिजनेसहरू लिन खोज्नुहोस् त्यहाँबाट बढी चाहिँ मोर वाइडर कम्युनिटीमा जानुहोस् आफ्नै दाजुभाइ दिदीबहिनीहरूको अब अन द प्रोसेस अफकोर्स दे कुड बी क्लाइन्ट्स अफ युर्स देयर इज अ अपर्च्युनिटी तर चाहिँ एक्सप्लोइटेसन चाहिँ नगर्नुहोस् क्या विदिन हाम्रै कम्युनिटीमा एक्सप्लोइटेसन त्यो नहोस् this is what we should be encouraging or we have to discourage त्यो practices-हरु हैन अब in terms of entrepreneurship of course I think यो country मा more opportunity छ जस्तो लाग्छ है despite हाम्रो social
एस्पेक्ट इन टर्म्स अफ सोसाइटीमा होमलेस र अनेक किसिमको छ होइन, त्यो चाहिँ हामीभन्दा बाहिरको कन्ट्रोलभन्दा बाहिरको कुरा हो। त्यसलाई मिटिगेट गर्नु पऱ्यो नि। कसैले ट्राफिकिङ गरेर ल्यायो भने त्यो मान्छे त भिक्टिम हो भने त्यसलाई फेरि तिमी चाहिँ यति तिरेर आएको भनेर उसलाई धिक्कार्नु त भएन नि त। वी हेभ टु हेल्प देम, राइट? मिसगाइडेड भयो नि त होइन, एक्सप्लोइट गरे त्यो माथि पनि उ गर्नु त भएन, त्यो त ह्युम्यानिटी भएन होइन। वी हेभ टु डु द्याट। बट द ब्राइट साइड अफ पोर्चुगल मलाई के लाग्छ भने, अनि त्यसैले नर्थतिर गइहाल्नुभन्दा यहीँ बढी अपर्च्युनिटी छ कि जस्तो लाग्छ क्या। अब नर्दर्न साइड अफ युरोपमा चाहिँ मेच्योर भइसक्यो इकोनोमिक हिसाबले होइन, एभ्रिथिङ इज प्रिटी मच स्ट्याटिक क्या। अब यो चाहिँ ग्रोइङ ठाउँ भयो होइन, त्यसैले आई थिङ्क यु नो वी हेभ लट्स अफ अपर्च्युनिटिज इन दिस कन्ट्री। त्यसरी पनि हेर्नुहोस् र बारम्बार हामी पनि आइराख्छौँ र हामीले सिकेको कुराहरू पनि अलिकति तपाईँहरूसँग सेयर गर्न पायो भने हामीलाई नै वी गेट यु नो लिटिल सेटिस्फ्याक्सन। अब त्यति नै भनौँ। अरू केही क्वेसन, उहाँ भाइको क्वेसनलाई प्रायोरिटी दिनु पऱ्यो।